सो हेलो एन्ड वेलकम टु द न्यू भिडियो अफ द स्वयं ब्लग। आज चाहिँ धेरै दिनपछि ब्लग हाल्दैछु। यो ब्लग चाहिँ अस्ति चाहिँ भिआइपी नेपालमा ट्राभलिङ ब्लग आएको थियो, धेरै माया पाएँ, धन्यवाद है। अब नेक्स्ट पनि ट्राभलिङ भएर आइरहेको छ। अहिलेलाई चाहिँ अब यो बस पार्कमा भएको बसहरूको अहिले भिडियो खिच्छौँ। अहिले राति भएपछि लाइटहरू बालेको पनि यसो हल्का भिडियोहरू खिच्छु। अहिलेलाई चाहिँ म ओमकाराको भित्र छ। यता वाइल्ड गर्मी बढिसकेको छ है यता भैरवातिर। तपाईँहरूकोतिर कस्तो छ? अनि भ्लग चाहिँ अन्तिमसम्म हेरिदिनु होला, कस्तो के लाग्छ भनिदिनु होला है त। अहिले चाहिँ ओमकाराको भित्र हो। अब बाहिर निस्केर अरू गाडीहरूको टक्क भिडियो है त। सो यता चाहिँ हाम्रो अहिलेको चाहिँ लेटेस्ट त नभनौँ, तर अस्ति पहिल्यै निस्केको गाडी हो, तर थाइल्यान्ड सिट भएको है त। 2x1 नासा एयरबस है त। 2x1 भिआइपी एजुकेटेड सिट है त। थाइल्यान्डको सिट छ यसमा। यसको चाहिँ अब भित्रबाट देखाउँछु। अहिले चाहिँ यो 7:30 बजी निस्किन्छ यता भैरवा बस्दाबाट। सो यस्तो छ है त। फ्रन्ट लुक्स हेर्न सक्नुहुन्छ। माथि चाहिँ नासा भनेर लेखेको छ, यता चाहिँ टुरिस्ट, अनि यता चाहिँ बुटोल भैरवा भनेर लेखेको छ है त। अनि चाहिँ तार जस्तो सबै लाइट हो, यो पुरै लाइट हो। गाडीको झिलिमिली हेर्नु भएको होला बाटोहरूमा। यस्तो छ है त गाडीको प्रोफाइल चाहिँ। व्हिल कभर पनि दामी छ गाडीको चाहिँ। व्हिल कभर हुन्छ अगाडि पछाडि यस्तो छ। अहिले चाहिँ हामी यो नासाको भित्रसम्म है त। अब स्पेस चाहिँ कुरै नगरौँ होला, स्पेस चाहिँ ओभरै वाइड छ, हेर्न सक्नुहुन्छ। स्पेस चाहिँ यत्रो वाइड छ है त, ग्याप देख्न सक्नुहुन्छ। हाम्रो यो चाहिँ 2x1 धेरै जस्तो थाहा नै छ होला। अनि यता पहाडी चाहिँ स्लिपर पनि छ है त। यो चाहिँ हाम्रो चढ्ने ठाउँ भएको पहाडी स्लिपर चाहिँ यस्तो छ है। अहिले चाहिँ यहाँ अँध्यारो छ, त्यस्तो क्लियर चाहिँ नदेखिएला है त। ल यस्तो छ है स्लिपरमा चाहिँ। यता चाहिँ सिनानी, अनि यो चाहिँ ओढ्नलाई है त। अनि यता एसीको भेन्ट पनि छ है, एसीको भेन्ट। त्यहाँ चाहिँ फ्यान पनि रहेको छ है त। सेम है, यता पनि एसीको भेन्ट छ, उता चाहिँ पङ्खा है। यता चाहिँ हाम्रो डस्टबिनहरू पनि रहेको छ, सानो छ। अहिले चाहिँ यहाँ नबस्छ मलाई है गाइस, यस्तो मिलाइसकेको छन्। सो अब हेर्नु भइसकेको छ है त हाम्रो नासामा 2x1 छ। ल यति नै थियो। अब यहाँ चाहिँ टिभी पनि छ, अनि यता चाहिँ सिसिटिभी अनि स्पिकर, अनि यहाँ चाहिँ लगेज राख्ने ठाउँ है त। यस्तो छ। एउटा चाहिँ फर्स्ट एड पनि छ है त। अनि यहाँ चाहिँ गाडी पो चले छैन रहेछ, गाडी आउनु भइसक्यो होला चल्ने। सो यस्तै छ। यहाँ चाहिँ हाम्रो फ्ल्यागहरू रहेको छ विभिन्न देशहरूको। सो यस्तै छ है त। सो यता चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो यो चाहिँ साराई, यो चाहिँ भैरवा वीरगन्जको गाडी हो। यसको चाहिँ अर्को पनि छ सलिना मेट्रोको किनेको गाडी, सेम यही लिभरीमा छ है त साराको। त्यो चाहिँ गइसकेको छ। यो गाडी चाहिँ अब जान्छ कि के गर्छ थाहा भएन। यता चाहिँ हाम्रो जेट स्टार पनि छ है त। अब चाहिँ हामी हमसफरतिर जाँदैछौँ। यो चाहिँ ग्रिन साकुरा, तर यसको नाम चाहिँ अहिले काष्ठमण्डप भइसकेको छ, भैरवा जनकपुर छ है त। यो चाहिँ नाइटकै हो, डेमा चाहिँ होइन यो। यता चाहिँ हाम्रो यो नयाँ छ है शुभलक्ष्मी भन्ने गाडीको नयाँ है यो त। पहिला चाहिँ देवराज थियो, अहिले चाहिँ लिभर सिभर चेन्ज गरेर भैरवा पोखरा है त डेकोलाई सम्झिन सक्नुहुन्छ। है त यो चाहिँ हाम्रो मोहित मेट्रो है त। पहिलाको चाहिँ भैरवा काठमाडौँ, अहिले चाहिँ भैरवा पोखरा छ है त डेकोलाई। 2x1 है त यो मोहित मेट्रो। यो चाहिँ अलि खत्रै रहेछ कलर, यस्तो छ है। अनि यहाँ चाहिँ हाम्रो अरू गाडी पनि छ, जोर्डन, श्रेया पनि छ यो कुनै। अनि ऊ चाहिँ मिरा, पुरानो मिरा, अहिले चाहिँ स्मारिका भएर चले है त। पोखराको गाडी है त्यो अहिले चेन्ज भएर। चाहिँ अरू गाडीहरू पनि छ। सो है त यहाँ चाहिँ कामाना छ है, पहिलाको चाहिँ तामगस चल्ने, अहिले चाहिँ भैरवा बुटोल भैरव नाङघाट पोखरा रहेछ है त। काठमाडौँ पनि होइन रहेछ, पोखराको लागि रहेछ है त। यो चाहिँ कामाना, यता हेर्न सक्नुहुन्छ कामाना ग्रुप है त। यस्तो छ। अब ढोका लागेको छ।
साइड प्रोफाइल यस्तो छ है त कामना है त हेर्न सक्नुहुनेछ 2x2 है त सोफा सिटर सो पहाडी चाहिँ कामनाको लोगो है त यस्तो छ गाडी चाहिँ भैरव पोखरा त गाडी नम्बर चाहिँ हेर्न सक्नुहुनेछ यस्तो छ अनि यता चाहिँ डेको लागि यो चाहिँ भैरव काठमाडौँको लागि है त डे यस्तो छ ल भित्रबाट चाहिँ देखाउन पाइन्न अब बाहिरबाट हेर्नु होला है त यस्तो छ है त गाडी चाहिँ ल यहाँ चाहिँ हाम्रो पुरोको गाडीहरू छ 5 स्टार यहाँ एउटा छ एउटा यहाँ छ एउटा चाहिँ वहाँ छ है उता पछाडि पनि छ तर त्यो चाहिँ काठमाडौँ हो उता पछाडि भएको चाहिँ यस्तो छ है त यो चाहिँ पूर्वको गाडीहरू मात्रै छ है यहाँ चाहिँ धेरै जसो उता ग्रेट नेपाल पनि छ है त कामनाको त्यो नि पूर्वकै हो कामना त्यो चाहिँ रोयल स्टार है सरी रोयल स्टार हो सो यस्तो छ है त यता चाहिँ हाम्रो गोदावरी छ अनि यता अरू मेरा बुलेट भैरव काठमाडौँ चाहिँ होइन होला यो चाहिँ पोखरै होला पहाडी चाहिँ काठमाडौँ लेखेको छ यता चाहिँ भैरव बुटल बिरानाहरू त स्टार 3 स्टार है त अनि चाहिँ साराको पोखरा जाने गाडी है त यस्तो छ हेर्न सक्नुहुन्छ टक्क सो यता चाहिँ देवराज छ है देवराज जेयरबस हाम्रो यता रोयल स्टार चाहिँ भिआइपी नेपाल पनि छ है प्रतिज्ञा छ रोयल काठमाडौँ रोयल स्टार यता चाहिँ यो 5 स्टार पनि छ यता अझै एउटा छ है 5 स्टार चाहिँ भैरव काकडभित्ता यस्तो छ है सो यता चाहिँ देवदर्शन टुर एन्ड ट्राभल्स छ है त कन्ट्याक्ट नम्बर पनि है छ हेर्न सक्नुहुन्छ है त जानुबारेमा सम्झिनलाई यो कन्ट्याक्ट नम्बर फोन गरेर देवदर्शन है त ए रोयल पोखरा रहेछ है गाइस देवदर्शन पनि होइन रहेछ रोयल पोखरा भैरवा टु पोखरा है त डे सर्भिसमा भएको गाडीहरू हो यिनीहरू चाहिँ पोखराको नाइटमा चाहिँ हाम्रो तहल्काहरू हुन्छ अहिले छैन है त्यो बसराङमा सो यस्तो छ है त यस्तो छ है सो यता हेर्न सक्नुहुन्छ हाम्रो सारा छ त भैरव वीरगञ्ज निस्किनलाई रेडी भइसकेको छ त लाइटहरू हेर्न सक्नुहुन्छ पछाडि चाहिँ हाम्रो यो गाउँको गाडी है त यस्तो छ है त गाडी उता चाहिँ हाम्रो नासा निस्किनलाई रेडी पोजिसनमा है त यो चाहिँ हाम्रो सारा वीरगञ्ज भैरव वीरगञ्ज है त सो यता हेर्न सक्नुहुन्छ हाम्रो नासा चाहिँ अब चाहिँ रेडी पोजिसनमा छ है निस्किनलाई चाहिँ लाइटिङ हेर्न सक्नुहुन्छ यस्तो छ है त नाइट लुक्स अफ नासा है त ल यस्तो छ होला अब चाहिँ यता निस्केको सर्ट चाहिँ हामी त्यहाँबाट हान्छौँ है त त्यहाँ निस्किन्छ ठ्याक्कै सर्ट है त्यो ल यता हाम्रो भैरव पोखरा बाङलुङ बेनीको चाहिँ गाडी निस्किसकेको छ है त ल अरू गाडी निस्किन लागेको छ यहाँ बुद्ध छ उता चाहिँ सारा आइसकेको छ है त ल अब यसको भिडियो हेर्नु है त ल
है त यो चाहिँ हाम्रो नयाँ सलिना प्रिमियर छ है त ल भैरव बस्कोमा है त ल यसको चाहिँ अहिले भित्रबाट देखाउँछ नाइट लुक्स सो है त अब चाहिँ भित्रबाट है त यो गाडीको यस्तो छ है त नाइट लुक यस्तो छ है त सलिनाको है त चाहिँ अहिले चाहिँ नयाँ छ है त एसी चलाएको छैन चाहिँ यो मात्र भेन्टिलेटर खुलिएको छ सो नाइट लुक्स हेर्न सक्नुहुन्छ यसमा चाहिँ 2x2 हो सलिनाको चाहिँ सबै गाडी 2x2 नै हो अनि यता चाहिँ हाम्रो स्लिपर है त हेर्न सक्नुहुन्छ स्लिपर यस्तो छ है त त्यो चाहिँ अब त्यो चार्जिङ पोर्ट अनि यो चाहिँ एसीको भेन्ट अनि यता चाहिँ हाम्रो फ्यान छ अनि यो चाहिँ जुत्ता राख्ने ऱ्याक है त अब लास्ट सिट पनि हेर्न सक्नुहुन्छ हाम्रो त्यसमा 5वटा सिट छ यो चाहिँ फोल्डिङवाला है यस्तो पहाडी फोल्डिङ छ ल यस्तै छ है त नयाँ गाडी छ सो है त ल अब मेरो हाइट चाहिँ अलि 6 जति छ 6 नत्र 5 11 जति छ अब म चाहिँ यो ठ्याक्कै यस्तो राख्दा नि ठिक छ है त ल यो चाहिँ ठोकिन्न है अब फोल्डिङ गर्दा कति ठोकिन्छ भन्ने कुरा हो अब यसको फोल्डिङ गर्ने चाहिँ यता छ पछाडि यो चाहिँ अब गाडीले त्यो अन गरेछ होला सो यस्तो छ है त डिजाइन ल कम्फर्टेबल छ है गाइज कन्ट्याक्ट नम्बर चाहिँ अगाडि छ म तपाईँलाई दिन्छु है त सो लाइटिङ चाहिँ यता पिङ्क यो ब्लू भयो अनि यो चाहिँ अलि वाइटमा अलि अर्कै छ है त यो चाहिँ आँखामा नपर्ने लाइटहरू छ राम्रो छ है त माथिको यस्तो हेर्न सक्नुहुन्छ यस्तो छ है त ल गाडी चाहिँ A1 छ है अनि यो चाहिँ हटलाइन नम्बर चाहिँ यतै छ म स्क्रिनमा नि यही नम्बर हालिदिन्छु कन्ट्याक्ट गर्न सक्नुहुन्छ हाम्रो यो चाहिँ अनि यता चाहिँ वाइफाईको पासवर्ड अनि CCTV छ यता स्पिकर पनि छ टिभी भइगयो है त ल यति हो हाम्रो नयाँ सलिना प्रिमियर है त ल है त गाइज यो चाहिँ हाम्रो साइड प्रोफाइल सलिना ब्याट्रीको सेम छ है सेम छ सबैको डिजाइन चाहिँ माथि चाहिँ स्लिपर पनि छ है त ल इन्टिरियर पनि हेर्नु भइसकेको छ यस्तो छ है त लुक्स गाडीको यता हाम्रो यो माइल्स हो यता चाहिँ हाम्रो 5 स्टार पनि आइसकेको छ है त ओमकाराको पनि लाइट बल्छ है त अब एकछिन सो यो चाहिँ हाम्रो अब ओमकारा है त ओमकाराको नाइट लुक्स है त यस्तो छ ओमकारा लेखिएको छ है त ओमकारा प्रिमियर क्लास है त उहाँ चाहिँ हाम्रो दाइ ल है त हाम्रो चाहिँ यो नाइट लुक्स अहिले चाहिँ हामी चाहिँ 2 साउदा लाइट बालेको थिएन अहिले चाहिँ एसी फुल अन भइसकेको छ है त हेर्न सक्नुहुन्छ लुक्स गाडीको त पुरै लाइटहरू कस्तो छ त झिल्के गाडी है त सिट चाहिँ फुल कम्फर्टेबल है गाडी चाहिँ कुनै कम्प्लेन छैन गाडीमा बवाल छ है त गाडी सम्झिनु होला है त भैरवादेखि काठमाडौँदेखि भैरवा जानु परेमा कन्ट्याक्ट नम्बर तल हुनेछ त्यहाँ अगाडि पनि छ है त म त्यही नम्बर स्क्रिनमा हालिदिन्छु है त ल यस्तो छ है त गाडीको लुक्स खुट्टाको रेस्टको बारेमा कुरा गर्नुहुन्छ भने चाहिँ यो चाहिँ फोल्डिङ भएको सिट हो फोल्डिङ भइसकेको हो क्या हो सायद त्यहाँ स्पेस चाहिँ हेर्न सक्नुहुन्छ फुल कम्फर्टेबल छ यहाँ चाहिँ वाटर बोतल होल्डरहरू छ यता चाहिँ चार्जरहरू छ है त यस्तै छ 2x1 है त गाडी चाहिँ एसीको हावा पनि खत्रै छ है त एसीको हावा चाहिँ सो यता चाहिँ हाम्रो यो 5 स्टार छ है त मचुवार भैरवा बुटवल पलासी काठमाडौँ है त यो चाहिँ हाम्रो 5 स्टारको छ है त यस्तो छ लुक्स हेर्न सक्नुहुन्छ यस्तो छ है त 5 स्टार 2x2 हो स्लिपर पनि छ यसको यस्तो छ है त गाडी चाहिँ सो यो चाहिँ हाम्रो 5 स्टार है त मचुवार पलासी काठमाडौँ लेखेको छ है त यो गाडी चाहिँ अब ठिकै छ बाहिरबाट भित्रबाट कस्तो छ हेरौँ है त गाइस भित्रबाट चाहिँ यस्तो छ है त यो चाहिँ इन्टेरियर हो केबिन अनि यो चाहिँ बस्ने सिट सो अब सिट चाहिँ यस्तो छ कम्फर्टेबल छ किन हेर्नुपर्छ यस्तो भित्रबाट राख्दै छन् क्युट डस्टबिन गल्ली स्पेस चाहिँ अलि मोटो मान्छेहरूलाई चाहिँ अलिक गाह्रै छ है पहिले भनिदिएको सो यस्तो छ गर्मी चाहिँ भइल छ सो अब बसेर हेरौँ है त कस्तो छ सो यो चाहिँ फोल्डिङ नभएको सिट हो यो अहिले अब फोल्डिङ भएपछि चाहिँ अलि गाह्रै पर्छ जस्तो छ
गल्ली स्पेस पनि छैन त्यति, अलिक घुमी हिँड्नुपर्छ यता। यस्तै छ गाडी चाहिँ, 5 स्टार। टिभी CCTV छ, लाइट पनि यस्तो छ पिङ्क ब्लू, फेरि यता पिङ्कै छ। ल ठिकै छ, मचुवारबाट गाडी चाहिँ। ल